यो 1 घन्टा घना जङ्गल सर्टकट बाटो र सडक कच्ची बाटो हिँडेर लगभग गाउँ रारी बजारबाट गाउँ 1 घन्टा, गाउँबाट घना जङ्गलको बाटो 1 घन्टाभन्दा बढी हिँडेर म यहाँ आइपुगेको छु। अब यो घेतमा गाउँ यो कच्ची सडक बाटोबाट म प्रवेश गर्दैछु। यो हेर्नुहोस्, यो डाँडा हो, यो डाँडा पल्लोपट्टि यो डाँडाबाट यो डाँडा काटेर चाहिँ यो सडक बनाएको छ। यहाँनिर ठुलै डाँडा काटिएको रहेछ। यो हेर्नुहोस्, यति अग्लो डाँडा काटिएको छ यहाँ र यो सडक बनाइएको छ। यो एउटा डाँडा काटेर वारपार बारेर अब यो बिच बाटोबाट म जाँदैछु र अब घेतमा गाउँ आउँदैछ। यहाँ तलतिर यो बाटो ओह्रालो झर्दैछ र एकदमै रमणीय राम्रो गाउँ परि छ। यहाँ विश्वासी जनहरू, परमेश्वरका जनहरू, येशू ख्रीष्टलाई विश्वास गर्ने जनहरू 25 जना हुनुहुन्छ भन्ने लागेको छ। भर्खरै सुरु भएको यहाँ आज 3 हप्ता हुँदैछ र योभन्दा अघिल्लो शनिबार मेरो भाइ पास्टर रमेश आएर सङ्गति गरेको थिए र आज म आएको छु। यो ठुलो पहरा हेर्नुहोस्, यो पहरा फोरेर यो बाटो घर भने मैले बाटो बनाइएको छ। हेर्नुहोस्, यो घना जङ्गल यतातिर छ। अब यहाँ तलतिर चाहिँ गाउँ देखिँदैछ। यो बाटोबाट तल हेर्नुहोस्, यहाँ गाउँ आयो तल है। यो हेर्नुहोस् गाउँ त्यो पारी ज्याम्रीकोट भन्दो रहेछ, ज्याम्रीकोट रहेछ। अनि यो घेतमा गाउँ छ, अरू उतातिर पनि गाउँ छ। यहाँनिर एउटा सानो घर पनि देखेको छ। यहाँ ठुलो पहरा, कत्रो पहरा, यहाँ भिर पाखा छ। हेर्नुहोस्, यो डरलाग्दो भिर छ है। यो लेक, अनि यहाँभन्दा माथि पनि अझै उतातिर अर्को लेकतिर गाउँ छ भन्ने सुनिन्छ। र यो ठाउँमा बर्खामा चाहिँ एकदमै जुका लाग्छ गरे, पानी आएको समयमा। बर्खामा म आएको छैन, जुकासँग मलाई चाहिँ एकदमै डर लाग्छ, किनभने म जुका हुने ठाउँको मान्छे होइन। अलि औल बेसीतिर बस्ने मानिस भएकोले लेकतिर जुका हुने ठाउँतिर म कहिलेकाहीँ जान्थेँ सानो हुँदा। एकचोटि जुका लागेर म रोएको छु, एकदमै चिच्याएको छु र अहिले धेरै भयो त्यो जुका लाग्ने ठाउँमा म गएको थिएन र यहाँ जुका लाग्छ भन्ने सुनेको छु। पानी आयो भने बर्खामा मात्र नभएर आजभोलि पनि जुका लाग्छ गरे। यहाँ पानी आयो भने आकाशबाट। हेर्नुहोस्, यो कस्तो उजाड स्थान जस्तो भनौँ कि अथवा घना जङ्गल पहाड छ। यहाँ तल त्यो नदी, भेडी नदी पनि देखिन्छ वहाँ तल। त्यो नेपालगञ्ज सुर्खेततिर जाने बाटो हो त्यो तलतिर, धेरै तल। यो चाहिँ घेतमा गाउँ हो, घेतमा गाउँ जाने बाटो। अब नजिकै छ, अब पुगेर सङ्गति गरेर फेरि यही बाटोबाट म फर्किने छु। 8-20 कोट रारी जिउला बजार फर्किने छु। मलाई धेरै खुसी आनन्द लाग्यो यो बाटोमा हिँड्न पाउँदा। परमेश्वरको सेवा यति एउटा पहाड गाउँमा आएर सेवा गर्ने, सङ्गति दिने मलाई परमेश्वरले अवसर मौका दिनुभयो। परमेश्वरलाई म धेरै धन्यवाद दिँदछु, मेरा पिता परमेश्वर बुवालाई र मेरा प्रभु येशू ख्रीष्टलाई धन्यवाद दिन्छु। हेर्नुहोस्, यो घेतमा गाउँ हो। घेतमा गाउँको यो के धारा गाउँ भन्ने पनि हो अरे, के गाउँ हो मलाई त्यो थाहा छैन। धारा भन्ने ठाउँमा सङ्गति हुन्छ भन्ने चाहिँ मैले सुनेको। अनि धारा भन्ने चाहिँ यहाँ अब तल, अब नजिकै छ, ऊ तल चाहिँ छ यहाँ तल।
यहाँ नजिकै अब गएर सङ्गति सुरु हुन्छ र हेर्नुहोस् त यो चट्टान फोरेर यहाँ बाटो बनाइएको छ। यस्तो ठाउँमा बाटो बन्यो, विकास भयो, विकास चाहिँ भएकै हो। नेताहरूको थोरै सानोतिनो भनौँ कि ठुलो भनौँ भ्रष्टाचार नभएको होइन, भएको हो। त्यो भ्रष्टाचारी नेता फाल्नुपर्छ, अझै असल नेताहरू आउनुपर्छ, राजतन्त्र नै आउनुपर्छ भन्ने छैन। विकास हुनको लागि गणतन्त्रलाई सुधार गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो। म ठकुरी परिवारको भए पनि एउटा जातभात त केही पनि होइन भन्ने विश्वास मलाई बाइबलले सिकायो, परमेश्वरले सिकाउनु भयो र त्यसकारणले गर्दा म राजतन्त्रको पक्षमा, ठकुरी राजाको पक्षमा म छैन। राजा वीरेन्द्र भएको भए ठिकै थियो। राजा वीरेन्द्रको वंश विनाश भएदेखि राजतन्त्रको भविष्य अन्धकार भयो र अब राजतन्त्र फर्काउन असम्भव छ। हेर्नुहोस् यो घडा जङ्गल कति रमणीय छ भनेर फेरि भन्दछु म। हेर्नुहोस् यस्तो जङ्गलमा पनि बाटो, यति डाँडामा यति माथि बाटो आएको छ। विकास चाहिँ भएकै हो। राजतन्त्र कालमा विकास भएको भए, यसरी बाटो आएको भए अहिले पिच बाटो हुन्थ्यो। यहाँ गाडीमा आउन पाइन्थ्यो, बाइकमा आउन पाइन्थ्यो। पहिले नै विकास भएको भए सायद मसँग पनि गाडी हुन्थ्यो, गाडीमा आउँथ्यौँ होला। पहिला हाम्रा राजा राणाले देशलाई धेरै शोषण गरे, लुटे, खाए अनि हजारौँ बिघा जग्गा, हजारौँ रोपनी पहाडका जग्गा, हजारौँ बिघा तराईका जग्गा राणा र राजा, शाही राणाहरूको, बाहुनहरूको नाममा छ। र अपवादको विषय अरू कसैको अलिअलि होला, त्यही पनि त्यही राजाको कालमा भएका प्रधान पञ्च, नेता, सभापति, जिल्ला सदस्यहरूको जग्गा जमिन होला धेरै। तर धेरै चाहिँ हजारौँ बिघा चाहिँ राणा राजा शाहहरूकै, उनीहरूका सन्तानहरूको छ। अहिले पनि उनीहरूलाई राजा भनिन्छ, अहिले पनि राजा भन्छन्। त्यही भएर राजा ल्याउन खोजिरहेका छन्, साना राजा हुन खोजिरहेका छन् तिनी पुराना पञ्चेहरू। त्यसकारणले गर्दा गणतन्त्र नै सुधार गरेर अगाडि लानु ठिक छ। राजतन्त्रको नारा गलत कुरा हो। किनभने हेर्नु गाउँ विकास कस्तो आएको छ। हामी स्वतन्त्र रूपमा बोल्न पाएका छौँ, स्वतन्त्र रूपमा हामी धर्म मान्न, ईश्वर मान्न पाएका छौँ, अन्धविश्वासहरू त्यागेका छौँ, जातीय भेदभाव त्यागेका छौँ। म ठकुरी परिवारमा जन्मेको भए पनि म जातीय भेदभाव अहिले म मनबाट हटेको छ। बाइबल पढेर, परमेश्वरको वचन पढेर। हेर्नुहोस् परमेश्वरलाई हामी सबैले विश्वास गर्न आवश्यक छ, अन्धविश्वासबाट मुक्त हुन आवश्यक छ। धर्म कर्म मानेर केही हुँदैन, साँचो परमेश्वरलाई मानेर जीवन परिवर्तन हुन्छ। जीवन परिवर्तन भयो भने मात्र देशमा विकास, उन्नति, समृद्धि हुन्छ, भ्रष्टाचार हट्छ। परमेश्वरको डर मानेमा चाहिँ मात्र भ्रष्टाचार हट्छ, नत्र हट्न असम्भव छ। परमेश्वरको, ईश्वरको डर मानिएन, धर्म मात्र मानियो भने अन्धविश्वासमा मान्छे डुब्छ र विकृति, विसङ्गति, भ्रष्टाचार हुन्छ। साँचो परमेश्वरलाई मानेर, साँचो परमेश्वरको डर भए हामीले मान्नुपर्छ। त्यही कुराहरू हो, त्यही कुरा सिकाउनको लागि म आइरहेको छु। मानिसहरूले डलरको कुरा गर्छन्, डलरै भन्छन्, त्यो गलत कुरा हो। अनि डलर त असल कामको लागि डलर प्रयोग गर्नु राम्रै कुरा हो है। डलर नखाने त को छ र? युट्युबरले डलरै खाइरहेछन्, अनि अरूले डलरै अरूहरूले। तर डलरको कुरा नगरौँ, परमेश्वरलाई विश्वास गरौँ। यहाँ तल यो घर देखिन्छ, यो टहर देखिन्छ। म यही टहर, त्यो दुईवटा टहरको एउटा टहर छ। यो टहरमा हामी सङ्गति गर्दैछौँ। यहाँ विश्वासीहरू अब आउनुहुन्छ होला। सङ्गति गरेर म
फर्किनेछु फेरि यही बाटोबाट। ल तल भेरी नदी देखिएको छ हेर्नु यहाँबाट कति राम्रो छ त्यो। तर त्यो ठाउँ खै भलमा हो कि बाँके जिउला हो कि के हो भनेर भनिन्छ, मलाई नाम याद भएन। त्यो बाटोबाट पनि आउँछ, तर म यो माथिल्लो बाटो आएँ, राम्रै भयो। परमेश्वरलाई महिमा धन्यवाद होस्। यो ठाउँमा परमेश्वरको राज्य अझै आओस्, अन्धकारमा आउने मानिस ज्योतिमा आउन्, विकृति विसङ्गति अन्धकार हटेर जाओस्, मानिसहरूले परमेश्वरलाई चिनेर मानिसहरूको जीवन परिवर्तन होस् भन्ने मेरो प्रार्थना छ। दुष्ट अन्धकारका शैतान, बुधात्मा, दुष्टात्मा, डाइनी, बोक्सी, अदृश्य शक्ति, अन्धकारका शक्ति येशू ख्रीष्टको नाममा म बाँध्दछु। अन्धकारका शक्तिहरू हारेको छ, यहाँका मानिसहरू धेरै बाँच्नेछन्। ओ परमेश्वरलाई धन्यवाद। जात जातिका मानिस प्रभुलाई चिन्नेछन्। समानता, एकता, जाति भेदभावको अनेकता हट्नेछ र समानता आउनेछ। परमेश्वरलाई मानिसहरू चिनेर जीवनमा उन्नति प्रगति गर्नेछन्। जहाँ रक्सी, मद्यपान, व्यभिचारबाट छुटकारा पाउनेछन्। यो गाउँमा यहाँ मण्डली स्थापना भएको छ। परमेश्वरका जनहरूलाई परमेश्वरले प्रयोग गर्नुहुनेछ। धन्यवाद दिन्छु परमेश्वरलाई। यो ठाउँमा महान काम हुनेछ। ओ परमेश्वरको आशिष हुनेछ, मानिसहरू आशिषित हुनेछन्। ओ परमेश्वरलाई म धन्यवाद दिँदछु। परमेश्वर म प्रार्थना गर्छु यहाँका मानिसहरूको लागि। हालेलुया, परमेश्वरको स्तुति होस्। आजको सङ्गति आशिषपूर्ण हुनेछ। यहाँको परमेश्वरको राज्य फैलिँदै जानेछ। मानिसहरूले परमेश्वरलाई विश्वास गर्दैछन्। यो कुनै धर्म कर्म नभएर परमेश्वरको राज्य हो। यसका परमेश्वर बुवा तपाईँलाई धन्यवाद छ, मलाई यस ठाउँमा ल्याउनु भयो, धन्यवाद छ। परमेश्वरको प्रशंसा होस्। हालेलुया, प्रार्थना येशू ख्रीष्टको नाममा, आमेन। हालेलुया। यो देखिँदै गरेको सिम्ता सल्लाहको चाहिँ फल सिम्ता हो। म अब सङ्गतिमा आइपुग्न लागेँ, सङ्गतिमा पुगेँ। अब हाम्रो सङ्गति सुरु हुन्छ। महान परमेश्वरलाई हामी धन्यवाद दिँदछौँ यो सङ्गतिको लागि। परमेश्वरले यहाँ महान काम गर्दै हुनुहुन्छ, अचम्मको काम गर्दै हुनुहुन्छ र सबैजना विश्वासी जनहरूले प्रार्थना गरिदिनु हुन अनुरोध म गर्दछु र परमेश्वरलाई महिमा होस्, परमेश्वरलाई प्रशंसा होस्। सङ्गतिपछि फेरि म फर्कदैछु यो घना जङ्गल सुन्दर बाटोबाट।